प्रधानमन्त्री झोले ओली होइन होइन माफ पाऊ सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद अर्थात् केपी शर्मा ओली उर्फ झोले। झोले भन्दा हिजोसम्म गाली खाइदिन्थ्यो। आज बिहान 10 बजे सरकारी टाइम सुरु हुनुभन्दा ठ्याक्कै अगाडि पनि झोले भन्दा अप्रिय लाग्न सक्थ्यो। उस्तै परे शक्तिमा भएकाहरूलाई झोले भनेर जिस्कायो भने जेलकै हावा खाने दिन आउन सक्थ्यो। तर आज 10 बजेपछि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफैलाई झोले घोषणा गरेपछि ढुक्क भएको छ। अब जनताले ए झोले किन काम नगरेको भनेर पनि प्रश्न उठाउन सक्नेछन्। प्रचण्ड जस्ता विपक्षीहरूले झोले सत्तामा आएपछि देश उद्योगतिमा छ भने सरकार त ढल्नै पर्छ भन्न पनि पाउनेछन्। चर्को स्वरमा नारा लगाएर चर्किने विरोधीहरूले समेत अलि अपाच्य सुनिने गरी झोले चोर देश छोड भन्न सक्छन्। तर यस्ता नाराहरू सधैँका लागि अन्त्य हुनुपर्छ, किनकि सम्मान व्यक्तिलाई होइन देशको प्रधानमन्त्री पदलाई गर्ने हो। अथवा सरकारका सचिवहरूले प्रधानमन्त्री ज्यू भनिराख्नै परेन। झोलेको निर्देशन आएर तनाव भइरहेको छ यार भन्न पनि पाइयो। वा मन्त्रीहरूले झोले ज्यूले बैठकमा बोलाउनु भएको छ भन्दै दौडिने सुविधा पनि पाए। समर्थकहरूले कुनै बेला केपी बा आई लभ यू को नारा लगाउँथे। अब झोले बा आई लभ यू भन्न पनि पाउने सुविधा सुनिश्चित प्रधानमन्त्री आफैलाई झोले करार गरेर चलाएको अभियानले गरेको छ। साइबर सेनाबाट साइबर स्याल हुँदै अरिङ्गालको एमाले क्रान्तिको अपार सफलतापछि प्रधानमन्त्री ओली राज्यको सम्पूर्ण ध्यान खर्चिएर झोले बनेका छन्। अर्थात् सामाजिक सञ्जालमा सार्वजनिक यो तस्बिरमा देखिन्छ जसमा ठूला अक्षरले लेखिएको छ म झोले हो। त्यसको तल लेखिएको छ एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौं गुणा उत्तम चरित्र हो। यो झोलाको स्पष्टीकरण हेर्दा राजावादी प्रति बढी लक्ष्य देखिन्छ, जसलाई सार्वजनिक गर्दै प्रधानमन्त्रीले लेखेका छन्। हिजो आज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लकेटिन्छ र समाजलाई भिडमा बदलिन्छ। भिडसँग बल अवश्य हुन्छ तर सत्यता नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अङ्गाल्न नछोडौं। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ। प्रधानमन्त्रीको यो पोस्टपछि अहिले एमालेका अधिकांश नेता कार्यकर्ताहरू झोले बनेका छन्। अर्थात् आफ्नै अस्तित्व स्वीकार्दै म झोले हो भन्दै पोस्ट गर्नेहरूका कारण सामाजिक सञ्जाल जाम हुने अवस्थामा छ। लगत्तै उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रमुख सचेतक महेश बर्तौला र युवा संघका अध्यक्ष क्षितिज थेबे सहितका नेताहरूले सामाजिक सञ्जालमा आफूलाई झोले घोषणा गरेका छन्। अब यो झोले भनेको चाहिँ खासमा के हो त? नेपाली शब्दकोश हुँदै अहिले संसारलाई चकित पारेको च्याट जीपीटी सम्मलाई आधार बनाएर हेरौँ। नेपाली शब्दकोशमा झोलेको अर्थ छ झोला बोक्ने, झोला बोकेर हिँड्ने, कसैको झोला बोकेर हिँड्ने, सहायक, अनुचर। जस्तै ऊ झोले हुन चाहँदैन। च्याट जीपीटी अनुसार झोलेको अर्थ छ आफ्नो नेताको अन्ध समर्थन गर्ने व्यक्ति जसले विवेक नलगाई नेताको पक्ष पोषण गर्छ। उदाहरण ऊ त्यो पार्टीको झोले हो जे गरे पनि नेताको बचाउ गर्छ। कामको लाभमा पछि लाग्ने मानिस जसले जागिर, अवसर, पहुँच वा आर्थिक लाभको आशमा कुनै ठूलो मान्छेको पछि लाग्छ। उदाहरण आफ्नो स्वार्थका लागि झोले भएर हिँडेको छ। अर्थात् यो राजनैतिक पार्टीका तल्लो तहका कार्यकर्तालाई पनि झोले भन्न सकिन्छ। त्यसमा केही यस्ता झोले हुन्छन् जसलाई आफ्नो पार्टी सरकारमा भएपछि नियम कानुन कसैसँग डर लाग्दैन, गाडी साडी फुट्लान् भन्दै सत्ताको उन्माद देखाउँछन्। त्यसको रूप कस्तो हुन्छ यो हेरौँ। तथापि झोले शब्द सामान्यतया तुच्छ अर्थमा प्रयोग गरिन्छ र अरूलाई हेप्ने तरिकाले पनि भन्ने गरिन्छ। तर कतिपय अवस्थामा कसैले आफूलाई मजाकमा झोले भनेर चिनाउने गर्छन्। तथापि प्रधानमन्त्री ओलीले गम्भीर रूपमै आफूलाई झोले भनेर नयाँ सुरुवात गरेका छन्। उनले राम्रो काम बोकेर हिँड्नु भन्ने सन्देशका रूपमा झोले भनेको बताएका छन् र खिसे ट्युरी गर्नेहरूलाई विचाराहरू भनेका छन्। राम्रो काम बोकेर हिँड्नु, राम्रो कुरा, राम्रा विचार बोकेर हिँड्नु, राम्रो कुरा। विचारहरू तर यस्ता आइडिया हाम्रा प्रधानमन्त्रीलाई कहाँबाट आउँछ होला? 2019मा भारतीय लोकसभा चुनावका अघि प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार विरुद्धको अभियान भन्दै मै भी चौकीदार भन्ने ह्यासट्याग चलाएका थिए। तर विपक्षी कांग्रेसका राहुल गान्धीले चौकीदार चोर है भनेका थिए। कुनै बेला ओलीले पोलमा फोटो झुन्ड्याएर नयाँ युगको सुरुवात भनेका थिए। जसको चर्को आलोचना भएपछि त्यो युग नै अलपत्र पर्यो। त्यसपछि बा ब्रान्ड मार्फत आफूलाई राजनेताका रूपमा स्थापित गर्ने चेष्टा गरे।
तर त्यो पनि सुपर फ्लप भयो। बाका नाममा र्याप निकालियो, किताब लेखियो, बाको समर्थक भन्न बित्तिकै सामाजिक सञ्जालमा गालीको ओइरो वर्षिन्छ। बा नमान्नेहरूको हालत भीम रावलको हुन्छ। अहिले बा भन्दा बढी विधिलाई मान्छु र झोले बन्नबाट जोगिन्छु भन्दै युवा संघको चुनावमा क्षितिज थेबे विरुद्ध सुमन पुरी उत्रिए। ओली सर्वसम्मतबाट थेबेको अनुमोदन खोजिरहेका थिए, तर पुरीले महाधिवेशनलाई मतदानसम्मै पुर्याएर सम्मानजनक मत ल्याएर पराजय बेहोरे। ओलीले जसरी चुनाव हुनै नदिने र टिको लगाएर पद थमाइदिने प्रथा बसालेका थिए, 21 मध्ये 11 जना संगठनको नेतृत्व चयन टिका लगाएरै भएको थियो। तर त्यस विरुद्ध सुमन पुरीले विद्रोह गर्न सफल भए। फलत निर्वाचितहरूलाई बालुवाटार बोलाएर लड्डु खुवाएका ओलीले पराजित समूहमाथि भने कटाक्ष गरे। अर्थात् यो पनि झोले बन्न नमान्दाको परिणाम थियो। तर अब त आधिकारिक रूपमै एमालेहरू झोले बनेका छन्। झोलेको सर्वाधिकार वा प्रतिलिपि अधिकार नै एमालेले खोसेपछि माओवादी, कांग्रेस, रासोपा वा राप्रपाका झोलेहरूको जिना हराम हुने पक्का बनेको छ। झोले भन्दा मान्छेहरू एमाले बुझ्नेछन्, तसर्थ माओवादीले आफूलाई जंगली, कांग्रेसले आफूलाई कालो कांग्रेस, रासोपाले आफूलाई घन्टे र राप्रपाले समयमै आफूलाई रैती घोषणा नगरेपछि ट्रेडमार्क हराउन पनि सक्छ। हुन त झोलेहरूको कमी कुनै पार्टीमा छैन। एकजना राजावादीका रैती प्रश्न उठाउने भन्दै प्रचण्ड बोलिरहेको मञ्चमै पुगे। प्रचण्डका झोलेहरूले जंगली पारामै साप धुलाई गरी पठाए। गुण्डागर्दी र अराजकताको रूपलाई प्रचण्ड आफैले फेरि मञ्चमा उभिएर प्रशंसा गरे। यो पनि झोले तन्त्रकै एक रूप हो। जनताले नै उसलाई राम्रै प्रतिवाद गरे, उसलाई जीवनभर पुग्ने गरी प्रतिवाद, जीवनभरि नबिर्सिने गरी। यदि कोही जाइ लाग्छ हाम्रा विरुद्ध भने, आइ लाग्छ भने त हामी त्यसको त प्रतिवाद गर्नै पर्छ। तर अब प्रधानमन्त्री ओली नै झोले भएपछि समृद्ध नेपाल सुखी नेपाली हुन्छ कि झोलामा चलेको देश झोले नेपाली हुन्छ, अथवा नेपालीहरू सचेत नागरिक पनि बन्छन् कि झोले भएरै जिन्दगी बिताउँछन्, यो भने अर्थपूर्ण छ। नेताहरूलाई देशको संविधानमाथि विश्वास छैन, कानुन र विधिमाथि समेत विश्वास छैन, तर झोलेहरूमाथि विश्वास छ। अहिले स्वतन्त्र भयो भने मात्रै मान्छे, नत्र राजनैतिक दलको छ भने त त्यो सिधै झोले हो भन्ने मानसिकता हावी भएको छ। किनकि राजनैतिक दलका दलहरूले असल कार्यकर्ता र सचेत नागरिक भन्दा बढी झोलेहरू उत्पादन गरिरहेका छन्। यो आजको सबैभन्दा ठुलो विडम्बना हो। झोला बोक्नु राम्रो कुरा हो, प्रधानमन्त्रीले जनताका कामको झोला बोक्नु झनै राम्रो कुरा हो। शिक्षकहरूको जिन्दगी झोला बोकेरै बित्छ, अध्ययन अवधिभर विद्यार्थीहरूले झोला बोक्नै पर्छ। यस्ता झोलाहरूमाथि आजसम्म कसैले ठुलो प्रश्न उठाएका छैनन्। तर देशका जनता जति सबैलाई झोले बनाएर आफै बिचौलियाहरूको झोला बोक्न खोज्नु, भ्रष्टाचारीहरूको संरक्षण गर्दै फाइलहरूको झोला बोकेर आफै लुकाउन खोज्नु, यही हो असली झोलेहरूको काम। अब अझै पनि कसैले झोले तन्त्रलाई विश्वास गरिरहेको छ भने निधारमै बेवकुफ लेखे पनि फरक पर्दैन। झोलेपन अब रोकिएन भने देशको भविष्य हजुरमै हराएर जानेछ। आत्मनिर्भर र चेतनशील नागरिक निर्माण नगरेसम्म हाम्रा संसदहरू झोलेहरूको भेट लाग्नेछ र सत्ताहरू चाकरीको भकारी र सिंहासनमा मात्रै सीमित हुनेछन्। जो झोले बन्न सक्छ उसकै मालामाल हुनेछ, जसले सक्दैन उसलाई देशमा बाँच्नै मुस्किल पर्ने अवस्था आउनेछ।